आशीर्वाद, सबैको माया, सबैको यो योगदानले हामी आज 9 संस्करणमा छौं। यो 11 वर्ष निरन्तर रूपमा चाहिँ हामी भक्तपुर महोत्सव सञ्चालन गरिरहेका छौं। हामीले चाहिँ 2 वर्ष कोभिडको कारणले चाहिँ यो महोत्सव चाहिँ गर्न सकेनौं, किनभने अब त्यतिखेर चाहिँ अब एक आपसमा जम्मा हुने नै नसक्ने स्थिति थियो। त्यो बाहेक अन्य दिनहरूमा सम्पूर्ण 9 संस्करणसम्म आइपुग्दा यहाँको उपस्थितिलाई हामी औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर बोइज ब्यान्ड र मेला समितिको तर्फबाट हार्दिक हार्दिक स्वागत तथा धन्यवाद भन्न चाहन्छौं। हामी यस महोत्सव गर्नुको उद्देश्य सँगसँगै हामीले यसमा विभिन्न क्षेत्रमा रहेका व्यक्तित्वहरूलाई सम्मान गर्ने, आफूसँग रहेको कलालाई यहाँ चाहिँ प्रदर्शन गर्ने, आफूले उत्पादन गरेका कुराहरू, घरेलु उत्पादन गरेका कुराहरू र विभिन्न आफूलाई आवश्यक पर्ने सामानहरू चाहिँ एउटै ठाउँमा सस्तो र सुलभ मूल्यमा उपलब्ध गराउने मेन उद्देश्यका साथ हामीले 9 संस्करणसम्म यो महोत्सव सञ्चालन गर्दैछौं। यहाँको अथात माया, यहाँको उपस्थितिले पनि हामी निरन्तर रूपमा यो महोत्सव सञ्चालन गर्ने नै छौं। यस वर्ष भने हामीले विशेष रूपमा भक्तपुरलाई एउटा पर्यटकीय क्षेत्र पहिलादेखि थियो र हामीले प्रवेशद्वारमा हाम्रो 9 तले मन्दिर 5 तले मन्दिर चाहिँ हामीले एउटा निर्माण गरेका छौं। हजुरहरूले पनि देख्नु भएको छ। सेल्फी जोनदेखि जुन मैले भनेको थिएँ पत्रकार सम्मेलनमा पनि यो जातीय घर सहितको एउटा सेल्फी जोन पनि निर्माण गरेका छौं। विभिन्न स्थलहरू आइरहनु भएको छ। अब पानीले गर्दा थोरै अलिकति डिस्टर्ब चाहिँ हामीले 3 बजे भनेको 4 बजे गरिरहेका छौं र निरन्तर रूपमा गर्ने नै छौं। राष्ट्रका लगभग केही नभने 70 जना कलाकारहरू भोलिदेखि निरन्तर रूपमा आउने हुनेछ। डान्स कम्पिटिसनका भाइ बहिनीहरूले अघि नाचिसक्नु भएको छ। भोलि पनि हामी यो डान्स कम्पिटिसन सुरुवात गर्दैछौं। आज चाहिँ अडिसन हाम्रो भाइ बहिनीहरूले गरिरहनु भएको छ र समय मिलेपछि फेरि यसपछि नै उहाँहरूले यो फेरि प्रतिस्पर्धा सुरु गर्नु हुनेछ र हाम्रो कोही कतै लुकेर बस्नुभएका प्रतिभा छ, केही छ, आफूसँग भएको केही ज्ञान, केही सिप केही छ भने यो स्टेज मार्फत देखाउनु छ भने स्टेज मार्फत देखाउनु होला। अब अथवा व्यापार व्यवसाय गरेर चाहिँ स्टल मार्फत गर्न सक्नुहुन्छ भने त्यो पनि हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ र सम्पूर्णलाई फेरि पनि औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर बोइज ब्यान्डको तर्फबाट हामी 9 संस्करणसम्म आइपुग्दा हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु सम्पूर्णलाई हृदयदेखि धन्यवाद भन्दै यहाँ सम्पूर्णलाई स्वागत भन्दै मेरो 2 शब्द यही टिप्नु छ। हस्, नमस्ते, थ्यांक यू। औपचारिक रूपमा 11 दिनसम्म यानी कि 2082 वैशाखको 7 गतेसम्म भक्तपुरको यो सल्लाहकारी चौरमा रहेर हामी 9 संस्करणको यो महोत्सवको सफलताको शुभकामना दिनुभन्दा पहिला नयाँ वर्ष 2082 र त्यसमा पनि भक्तपुर नयाँ वर्षभन्दा पनि भक्तपुरको परम्परागत जात्राहरू मध्यपुर ठुमी, भक्तपुर, हाम्रै सूर्य विनायक, चाङ्गु नारायण लगायतका क्षेत्रहरूमा विशेष जात्राको पर्व छ। त्यसमा पनि भर्खर मध्यपुर ठिमी नगरपालिकामा अहिले धिमे बाजा प्रतियोगिता चलिरहेको छ। चाङ्गु नारायण नगरपालिका लगायतका क्षेत्रले नगरकोट भ्रमण वर्ष सुरु गरिरहेको परिस्थिति छ र त्यसमध्ये पनि भक्तपुरको केन्द्रबिन्दु विशेष गरेर मुटु भन्छौँ हामी, जुन ठाउँमा हामी मलाई त याद छ, मलाई लाज चाहिँ लाग्दैन, जुन ठाउँमा हामी गाई चलाउँथ्यौँ त्यो ठाउँमा आज प्रमुख अतिथिको रूपमा उपस्थित भएर यो मेलाको समुद्घाटन र प्रमुख अतिथिको रूपमा उपस्थित हुन पाउने मौका दिनुभएकोले आयोजक साथीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। वास्तवमा अस्ति भर्खर जस्तो लाग्छ मलाई सुशान्त केसीको यहाँ कन्सर्ट भयो। त्योभन्दा अगाडि सदन वैद्यजीको पनि कन्सर्ट भयो र यो ठाउँ त्यो बेलामा यस्तो उल्लासमय रह्यो र सायद मलाई लाग्छ मलाई एकजना छोरीले विराटनगरबाट फोन गरेर टिकटको व्यवस्था मिलाइदिनु, पास होइन टिकटको व्यवस्था मिलाइदिनु न अङ्कल भनेर फोन गरिरहेको अवस्था छ। त्यसकारणले यो ठाउँ अब भक्तपुरको मात्रै रहेन, काठमाडौँको र काठमाडौँ उपत्यकाको केन्द्रबिन्दुको रूपमा स्थापित भएको छ।
र जुन दिन सजन वैद्यको कन्सर्ट भयो, हामीले अनुमान गर्यौँ, मैले घरको कौसीबाट हेरिरहेको थिएँ, 10-11 हजारको क्राउड थियो र पछिल्लो पटक सुशान्त केसीको पनि 7-8 हजारको उपस्थिति रहेको यो ठाउँ। हुन त अहिले राजावादीको पनि भेला माहौल बनिरहेको परिस्थिति छ, गणतन्त्रवादीको पनि माहौल भइरहेको परिस्थिति छ। त्यसकारणले 2-4 हजार मान्छे जम्मा गरेर अब यो व्यवस्था फेर्छु, लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउँछु अथवा त्यो भन्दै गर्दा मलाई लाग्छ अब राजा ज्ञानेन्द्रको भन्दा पनि सुशान्त केसीहरूको क्रेज छ जस्तो लागेको छ। मलाई लाग्छ सजन वैद्यहरूको क्रेज बढेको छ जस्तो लाग्छ। त्यो भन्दा नि बढी हाम्रै भक्तपुरको कुमा सागरको माहौल बढेको छ र अब राजै बनाउनु पर्यो भने भक्तपुरमा कुमा सागरलाई राजा बनाउँदै गर्दा केही अप्ठ्यारो हुँदैन जस्तो लाग्छ। किनभने केही नौलो प्रस्तुतिहरू, केही आफ्ना कला र संस्कृतिहरू भर्खर बहिनीले नाच्नुभयो, नाच्दा नाच्दै बिचैमा उडायो अथवा अरू धेरै कुराहरू भन्दै गर्दा यो महोत्सवले न्यू पोखरा फेमस चाट एन्ड पानीपुरी केही गरेर खाने ठाउँ हो, लन्डन खाजा घर केही उपलब्धिमूलक हुनु, केही मेहनत गर्न सक्ने परिस्थिति छ। यहीँभित्र धेरै स्टलहरू लागिरहेको छ, धेरै कामहरू भइरहेको परिस्थिति छ र अहिले हामी पछिल्लो पटक मेहनत गर्न छोडेको जस्तो लागिरहेको छ। देशभित्र केही गरी खाने परिस्थिति छैन जस्तो लागिरहेको छ। त्यो मैले हेरेँ पछाडिबाट हेर्दै गर्दा अघि 9 तले भने जस्तो लाग्छ मलाई, 5 तले हुनुपर्छ मेरो विचारमा। 5 तले मन्दिरको पनि कलात्मक रूपमा सिंगारिएको छ। यो महोत्सवले वास्तवमा भक्तपुर मात्रै होइन, सिङ्गो काठमाडौँ उपत्यका मात्रै होइन, पुरा नेपाललाई प्रतिनिधित्व गर्नेछ। यस्ता महोत्सवहरूले कला, संस्कृति, उद्योग, व्यापार, कृषि, पर्यटन सबै क्षेत्रलाई सम्हालिरहेको परिस्थिति छ। त्यसकारण म सबैलाई हार्दिकताका साथ र विशेष गरेर आयोजक साथीहरूलाई, त्यसमा पनि कति कलाकार साथीहरूको उपस्थिति जनाउनु छ। म त यहाँ उपस्थित नहुँदै गर्दा पनि घरको माथि कोसीमा बसिसकेपछि निःशुल्क सबै गीतहरू, सबै यहाँका रमाइलो हेर्न सक्ने परिस्थितिमा छु। सबै भक्तपुरवासी लगायत उपत्यकामा उपस्थित र सबै साथीहरूलाई नयाँ वर्षको शुभकामनाका साथ यो महोत्सव मार्फत नयाँ वर्ष मनाउने अवसर प्रदान गर्नुभएकोमा आयोजक साथीहरूलाई हार्दिक बधाई र शुभकामना दिँदै यो महोत्सवको सफलताको शुभकामना दिन चाहन्छु। र पहिला मलाई लाग्छ निःशुल्कै यो कार्यक्रम स्थल उपलब्ध हुन्थ्यो, तर अहिले भक्तपुर 79 रोपनी जग्गा भन्ने पपुलर छ। हुन त यहाँ खोप युनिभर्सिटी बन्ने पनि कुरा छ जस्तो मलाई लाग्छ। यी सबै कुराको बारेमा म सबैलाई हार्दिकताका साथ यो ठाउँ अझ अति सुन्दर, अति रमाइलो, अति राम्रो ठाउँ बनाउनको लागि यो महोत्सव अझ बढी, सायद महोत्सव आयोजक साथीहरूले यो महोत्सवको मार्फत यो चौरको पहिचान र चिनारी गर्नुभएको थियो। पहिलो पटक यो चौरको यो महोत्सव स्थलको पहिचान गराउन यो महोत्सव मार्फत सफल भएको छ। त्यसकारण सबै साथीहरूलाई हार्दिक बधाई र शुभकामना दिँदै पुनः एकपटक नयाँ वर्ष 2082 र विशेष गरेर भक्तपुर भनिसकेपछि भक्तपुर मात्रै होइन, भक्तपुरभित्र 4वटा नगरपालिका छ। भक्तपुर, सूर्यविनायक, मध्यपुर र चाङ्गुनायर नगरपालिकाभित्र अब बिस्किट जात्रा मार्फत अझ यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनाउनको लागि यो महोत्सव सफल हुनेछ भन्ने विश्वासका साथ यहाँ सबैलाई हार्दिक शुभकामना दिँदै र बधाई दिँदै र आयोजक साथीहरूको यो मेलाको सफलताको शुभकामना दिँदै बिदा हुन्छु। धन्यवाद, नमस्कार, जय नेपाल। धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। यो नव संस्करणमा मात्रै होइन,
तपाईहरुलाई मनोरञ्जन दिँदै आइरहेका छौं। यसपालि पनि हामीले तपाईहरुलाई मनोरञ्जनको लागि यो महोत्सव आजबाट विधिपूर्वक रूपमा हामीले सुरुवात गरिसकेका छौं। तसर्थ यहाँ पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई सर्वप्रथम म 2082 साल र बिस्केट जात्राको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। विगत लामो वर्षदेखि हामी निरन्तर रूपमा यस सल्लाहकारीको 79 रोपनी 54 मा चाहिँ महोत्सव गर्दै आएका छौं र यसपालि पनि हामी गरिरहेका आजबाट सुरुवात गरिसकेका छौं। तसर्थ यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूले आफ्ना छिमेकीहरू आफ्ना साथीभाइहरूलाई खबर गरेर पहिलाका वर्ष जसरी सफलतापूर्वक सहयोग गर्नुभएको थियो यसपालि पनि तपाईहरुको आगमन र तपाईहरुको साथ र सहयोगले हामी 9 महोत्सव पनि पूर्ण रूपमा सफलतापूर्वक सम्पन्न गर्न तपाईहरुको ठूलो साथ र सहयोगको अपेक्षा गर्दै आजको यस औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्न चाहन्छु। धन्यवाद।